अब यो गाउँमा साह्रै बिग्रियो। बुढो यसरी बसेर हुँदैन हौ, अब तपाईँ विदेश जानु। नेपालमा पैसा नभएर मजाले हुन्छ। के चाहिँ हुन्छ हौ नेपालमा? यस्तै त हो नि, के चाहिँ हुन्छ? ओहो मामा, तपाईँलाई त यो टोपीले सुहाएन। विदेशदेखि ल्याएको मैले त 15,000 मा यो टोपी लाएर हेर्नु त तपाईँलाई दामी देखिन्छ। लु त होइन हौ भन्छ, मलाई एकचोटि ट्राई गर्नु त। आम्बो सलमान खान कसम दामी देखिन्छ। अब योसित एक गिलास ढङ्ग्र्याउनु त तपाईँलाई त राजेश हिमाल जस्तो जान्छ। होइन यो यस्तो यो अब नेपाली भएपछि यो टोपी चलेको हो अहिले। मैले 15,000 यसको बेइज्जत हुन सक्छ, यो चाहिँ लाउनु पर्छ। नेपालीको सानो नेपालको झन्डा पनि छ। म चाहिँ लोकतिर सर्नु पर्यो। तपाईँलाई मैले गिफ्ट 15,000 ल हजुर। ट्याक्टर टोपी लाउने भन्छ। हेलो गाइस, के छ भन्छ? नमस्ते हजुर। कति बे गर्ने अनि यस्तो ढाका टोपी नगर्ने। अब एसी जिसकेपछि त बे गर्नुपर्छ। अब ढाकातिर हामी लागिँदैछ हजुर। के को ढाका? अब यो लुगा यति चोरेर अब गइँदैछ हामी होइन। अब तपाईँको घर पनि भोलि अब फुटाउन आउँदैछ है। लु यति भनेर हामी भाग्यो। अनि यसरी तरुनीहरूले यो भिडियो तरुनीसँग गयो भने के हुन्छ? तरुनी रमाउँछ, अरू त केही नै हुँदैन। डाका न डाक्टर बन्दै। अन्त मैले डाक्टर भनेको डर चाहिँ हटाइदिएको डाकामा थिएँ। श्रीमतीजी, तपाईँको त उमेरमा पहिला निकै तन्नेरी थियो होला, निकै राम्रै हुन्थ्यो। उमेरमा किन हुँदैन? कुकुर बिरालो सबै हुन्छ नि हो। कतिले त फकाए नि हो। किन सबैले मन पराउँछ नि। कुकुर बिरालो तन्नेरी थियो, मन पराउँछ। तरुनी 22 मा मन पराउँछ क्या। स्याल पनि 22 मा घरले हुन्छ भनेपछि कुकुर बिरालो नि थिए पछ्याए, कतिले पछ्याए। जनता जानु चाहन्छ, भन्नुहोस् तपाईँको तन्नेरी को थियो? राम लक्ष्मण श्याम ध्याम रस्ने। श्याम भनेको त्यो